भाषा साहित्य र लेखनका कुरा अन्तर्गतको मेरो यो च्यानलमा आज म कक्षा 11 को व्याकरणभित्र रहेको वर्ण शीर्षकलाई म केही चर्चा गर्दैछु। वर्ण भनेको के हो, वर्णका प्रकारहरू कति किसिमका छन् र वर्णलाई चाहिँ वर्गीकरण गर्ने विभिन्न आधारहरू छन्। ती चारैवटा आधारको बारेमा मैले यसमा चाहिँ चर्चा गरेको छु। त्यसको साथसाथै वर्णभित्र अन्य कुराहरू पनि, जस्तो कि संयुक्त अक्षर भनेको के हो, त्यसपछि संयुक्त अक्षरका बनावट कसरी हुन्छन्, संयुक्त अक्षरभित्र हामीलाई कुन कुन कुराहरूमा चाहिँ दुविधा हुन्छ, झुकिने कुराहरू, त्यसपछि चाहिँ मात्रा भनेको के हो, यो बारेमा पनि मैले यसमा चर्चा गरेको छु। र त्यसका साथसाथै प्रश्नहरू केन्द्रित रहेर मैले केही अभ्यासहरू पनि राखेको छु। परीक्षामा कसरी प्रश्नहरू आउँछन् ती विषयमा पनि मैले छलफल गरेको छु। भाषाको सबैभन्दा सानो एकाइलाई वर्ण भनिन्छ। उच्चारणको तहमा रहेको जुन एउटा ध्वनिको रूप हुन्छ त्यसलाई लेख्ने क्रममा हामी चिन्ह दिने गर्छौँ र त्यो चिन्ह नै वास्तवमा वर्ण हो। वर्ण दुई किसिमका हुन्छन्। एउटा स्वरवर्ण। स्वरवर्ण अरू वर्णको सहायता नलिई उच्चारण हुने वर्णलाई स्वरवर्ण भनिन्छ। स्वरवर्ण अक्षरको केन्द्रबिन्दु हो। नेपाली भाषामा अर्थवेदक मूल स्वरवर्णहरू 6वटा छन्। ती हुन् आ, इ, उ, ए, ओ। नेपालीमा लेख्य रूपमा प्रयोगमा हुने दीर्घ इ तथा दीर्घ उ स्वरको उच्चारण रस्व उ र रस्व इ भन्दा बेग्लै हुँदैनन्। अनि संस्कृतमा रि वर्णको उच्चारण नेपालीमा रि र प्लस इ बाट बनेको हुन्छ। त्यस्तै ऐ, औ, अ वर्ण चाहिँ संयुक्त वर्ण हुन्। जस्तै ऐ अ प्लस इ, औ अ प्लस उ, अ प्लस म, अ प्लस अ। त्यसैले दीर्घ इ, दीर्घ उ, रि, ऐ, औ, अ छुट्टै स्वरवर्ण होइनन्। व्यञ्जन वर्ण स्वरवर्णको सहायता लिएर मात्र उच्चारण हुने वर्णलाई व्यञ्जन वर्ण भनिन्छ। नेपाली भाषामा 29वटा व्यञ्जन वर्णहरू छन्। ती हुन् क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह। यसरी 29वटा व्यञ्जन वर्णहरू छन्। य र ण वर्णको उच्चारण नेपालीमा हुँदैन। यको उच्चारण नेपालीमा न र णको उच्चारण न अथवा अण हुन्छन्। जस्तै पञ्च, कण्ठ, बाण। त्यसै गरी श, स, स मध्ये नेपालीमा सको मात्रै उच्चारण हुन्छ। तालव्य स, मूर्धन्य स र दन्त्य स को उच्चारण सबैको अलग अलग उच्चारण हुँदैन। तालव्य स र मूर्धन्य स वर्ण नेपालीमा प्रयोगमा छैनन् उच्चारणको दृष्टिकोणले। स, स दुवैको उच्चारण नेपालीमा सकै रूपमा हुन्छ। जस्तै विशेष लेख्दाखेरि र उच्चारण गर्दाखेरि विशेष। त्यसै गरी क्षत्र, ज्ञ यिनीहरू संयुक्त वर्णहरू हुन्। यिनलाई टुक्रा पार्न सकिन्छ। जस्तै क्षलाई क, स, अ। यसलाई चाहिँ क्ष उच्चारण गरिन्छ हामीले उच्चारण गर्ने क्रममा। त्यसै गरी त्र, त र अ नेपालीमा त्र हुन्छ। त्यसै गरी ज्ञ, ज, य, अ ज्ञ। यसबाट य, ण, स, श, क्ष, त्र, ज्ञ वर्णहरू, यी 7वटा वर्णहरू जुन छन्, यी वर्णहरू लेख्य रूपमा प्रयोगमा आउँछन्। तर पनि यिनको उच्चारणगत हिसाबले यिनलाई चाहिँ हामी अरू माथि हामीले उल्लेख जुन गऱ्यौँ ती वर्णहरूसँग चाहिँ यिनको समानता देखिन्छ। त्यसैले यी नेपालीका उच्चारित मूल व्यञ्जन वर्णहरू होइनन्। यी 7वटा वर्णहरू चाहिँ र बाँकी 29वटा व्यञ्जन वर्णहरू। त्यसपछि मात्रा। व्यञ्जन वर्णसित जोडिएका स्वरलाई मात्रा भनिन्छ। मात्रा लागेका व्यञ्जनलाई बाराखरी पनि भनिन्छ। जस्तो कि आ, इ, उ, रि, ए, ऐ, ओ, औ, अ। अब यिनीहरूको मात्राको चिन्ह त्यहाँ दिएको छ। आ भन्दाखेरि
आको चिन्ह दिएको छ, इ ह्रस्व भयो त्यो, दीर्घ इ, उ भन्दाखेरि ह्रस्व उ दीर्घ उ, त्यसपछि रि भन्दाखेरि रिको चिन्ह दिएको छ, ए भन्दा एउटा, त्यसपछि ऐ भन्दाखेरि दुईटा, त्यसपछि ओ औ अम अह मैले मुनि त्यसको दिएको छु। जस्तो कि 12 खरीमा कबाट हामीले हेर्ने हो भने कलाई आकार दिएको छ, कि त्यसको ह्रस्व इकार, त्यसपछि दीर्घ इकार, त्यसपछि उ त्यसको उकार, त्यसपछि दीर्घ उ कलाई दीर्घ उकार दिएर कु बनाइएको छ। त्यसपछि क प्लस रि क्री भयो, ए के भयो, कै भयो, ऐ, त्यसपछि क प्लस उ को भयो, क प्लस औ कौ भयो र क प्लस अम कम, त्यसै गरी क प्लस अह कह। यसरी मात्राहरूलाई हामीले प्रयोग गरिरहेका हुन्छौँ। संयुक्त अक्षर, संयुक्त वर्ण अथवा संयुक्त अक्षर व्यञ्जनका बीचमा स्वर नभए तिनको संयोग हुन्छ। यसरी बनेका वर्णलाई संयुक्त अक्षर, संयुक्त वर्ण भनिन्छ। जस्तो कि यहाँ उदाहरणको रूपमा राखिएको छ, द्व भन्दाखेरि जस्तो द्वितीय, द्वारा भन्दा जुन हामी द्वको प्रयोग गर्छौँ त्यो पनि संयुक्त वर्ण अन्तर्गतै पर्छ, संयुक्त अक्षर अन्तर्गतै पर्छ। जस्तो कि द्व भन्दाखेरि आधा द, व आधा व अनि अ, द्व भएको हुन्छ। तीनटा मिलेर आधा द आधा व अनि अ मिलेर द्व। यसलाई शब्दमा व्यक्त गर्दाखेरि द्वितीय, द व अ द्व भयो, त्यसपछि द्वितीय। यसरी चाहिँ द्वारा भन्दा पनि द व अ नै मिलेर बनेको हुन्छ। यो चाहिँ संयुक्त अक्षर भित्र पर्छ। त्यसै गरी द्य जुन हामी विद्यालय भन्ने गर्छौँ, विद्या भन्ने गर्छौँ, त्यसमा चाहिँ आधा द य अ द्य बनेको हो। द्य वर्ण चाहिँ मिसिएर बनेको, यो चाहिँ संयुक्त वर्ण भयो। त्यसै गरी शक्ति भन्दाखेरि जुन त्यो आधा क त अ बाट बनेको हुन्छ। त्यसै गरी त्र आधा त र अ त्र हुन्छ। पत्र भन्दाखेरि यसको प्रयोग हुन्छ। त्यसै गरी श्री तालव्य स र इ श्री भयो, श्रीमान लेख्दाखेरि श्रीको प्रयोग हुन्छ। यसरी अन्य धेरै संयुक्त अक्षरहरू, संयुक्त वर्णहरूको हामीले प्रयोग गर्ने गर्छौँ र तिनीहरूको जुन मिल्ने वर्णहरू जुन मिलेर बनेका हुन्छन् ती चाहिँ मैले यहाँ केही उदाहरणको रूपमा राखेको छु र अन्य वर्णहरूको पनि सोही अनुसार विभिन्न वर्णहरू मिसिएर, व्यञ्जन वर्णहरू मिसिएर बनेका हुन्छन्। ती चाहिँ संयुक्त अक्षर अथवा संयुक्त वर्णभित्र पर्छन्। मानवीय उच्चारण अङ्गलाई बुझाउनको लागि मैले एउटा चित्रको सहायता लिएको छु। यो उच्चारण अङ्गहरूको लाई स्पष्ट पार्नको लागि, केही धारणा विकास गर्नको लागि, बुझ्नको लागि मैले यो चित्रलाई यहाँ प्रस्तुत गरेको हुँ। जस्तो कि हामीले जुन आवाज निकाल्छौँ, हामीले जुन निक्लिएको आवाज हाम्रो हुन्छ, त्यो आवाज चाहिँ फोक्सोबाट निस्केको सास मुख हुँदै बाहिर निस्किन्छ र त्यो आवाजको रूपमा, ध्वनिको रूपमा प्रकट हुन्छ। तिनी उच्चारण अङ्गहरूद्वारा उच्चारित भएको जुन आवाज हुन्छ, ध्वनि हुन्छ, त्यो ध्वनि नै वास्तवमा लेख्य रूपमा आउँदाखेरि वर्ण हुने हो। यहाँ उल्लेख गरिएको छ खाद्य नली, श्वास नली। यो श्वास नली चाहिँ उच्चारण। अब व्यञ्जन वर्णको वर्गीकरण। व्यञ्जन वर्णलाई 4वटा आधारले वर्गीकरण गर्न सकिन्छ। मैले यहाँ उल्लेख गरेको छु व्यञ्जन वर्णको वर्गीकरण भनेर। स्थानको आधार, प्रयत्नको आधार, घोषत्वको आधार, प्राणत्वको आधार। यी 4वटा आधारमा व्यञ्जन वर्णहरूलाई वर्गीकरण गरिएको छ। स्थानको आधारको बारेमा हामी अलग्गै छुट्टै चर्चा गर्छौँ। प्रयत्नको आधारमा पनि छुट्टै हुन्छ। घोषत्व, प्राणत्व यिनीहरूको बारेमा अलग अलग चर्चा हुन्छ। उच्चारण स्थानका आधारमा वर्णहरू माथि हामीले चर्चा गऱ्यौँ। जुन 29वटा वर्णहरू छन्
उच्चारणको दृष्टिकोणले 29वटा व्यञ्जन वर्णहरू छन् भनिसकेका छौँ। तिनै 29वटा वर्णहरूको उच्चारण स्थानको आधारमा कसरी कहाँ प्रभाव परेर कुन स्थान का माध्यमबाट उच्चारण हुन्छन् ती वर्णहरू भन्ने आधारमा चाहिँ ती वर्णहरूलाई यहाँ छुट्याइएको छ। जस्तो कि पहिलोमा कण्ठ्य वर्ण। कण्ठ्य भनेको चाहिँ घाँटी, कण्ठबाट चाहिँ घाँटीको माध्यमबाट उच्चारण हुने वर्णहरू, जस्तो कि क, ख, ग, घ, ङ, योभन्दा घाँटीमा प्रभाव परेर उच्चारण हुन्छन्। त्यसै गरी दन्तमूल्य अथवा वत्स्य वर्ण पनि भनिन्छ त्यसलाई। यसमा चाहिँ दाँतको मूल, दाँतको फेदमा छोएर च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स यी चाहिँ दन्तमूल्य भए। दन्त्य दाँतलाई मात्रै, सिधै दाँतलाई, यो चाहिँ अघि दाँतको मूल फेद भागलाई भन्थ्यो, यो चाहिँ दाँतको बिचैतिर त, थ, त, ध दाँतलाई नै ठ्याक्कै छोएर वर्ण उच्चारण हुन्छन्। त्यसै गरी ओष्ठ्यमा चाहिँ प, फ, ब, भ। अब प्रयत्नका आधारमा वर्णहरू प्रयत्न गर्नुपर्ने हुन्छ, जुन स्वर चिम्टी नजिकै नै टाढी नै भइरहन्छ। त्यो नजिकैको समयमा चाहिँ जुन हाम्रो फोक्सोबाट सास बाहिर निक्लिन्छ भन्ने यो अघि माथि नै, त्यस क्रममा भित्रबाट निस्किएको जुन सास हुन्छ श्वास नलीबाट, त्यो सास बाहिर निक्लिने क्रममा प्रयत्न गर्नुपर्छ र त्यो प्रयत्नका आधारमा चाहिँ के कस्तो हुन्छ, के कति किसिमले व्यञ्जन वर्णहरूलाई वर्गीकरण गर्न सकिन्छ भन्ने कुरालाई यसमा चर्चा गरिएको छ। सबैभन्दा पहिले स्पर्शी वर्ण, त्यो जुन बाहिर निक्लिने क्रममा सासले चाहिँ विभिन्न त्यो जुन अङ्गहरू अथवा चाहिँ जुन हाम्रो श्वास नदी स्वर चिम्टी छ, त्यो स्वर चिम्टीलाई स्पर्श गरेर उच्चारण हुने क, ख, ग, घ, ट, ठ, ड, ढ, त, थ, द, ध, प, फ, ब, भ जस्ता वर्णहरू उच्चारित हुन्छन्। यिनीहरू चाहिँ स्पर्शी वर्णहरूभित्र पर्छन्। त्यसपछि स्पर्श सङ्घर्षी, स्पर्श पनि गर्ने र सङ्घर्ष, अलिकति सङ्घर्ष गरेर त्यसपछि तिनीहरूले चाहिँ बल गरेर उच्चारण हुने, सङ्घर्ष गरेर च, छ, ज, झ जस्ता वर्णहरू ती चाहिँ स्पर्श सङ्घर्षी अन्तर्गत पर्छन् भने सङ्घर्षी वर्णमा चाहिँ सङ्घर्ष गरेर उच्चारण हुने, सङ्घर्ष मात्रै यसमा चाहिँ स र ह जस्ता वर्णहरू। र नासिक्य वर्ण जुन नोजल साउन्ड जुन हुन्छ, नागेश्वर हुन्छ यसको चाहिँ, जस्तो कि ङ, न, म जस्ता वर्णहरू। र कम्पित वर्णहरूको, कम्पित भनेको चाहिँ जुन हाम्रो जिब्रो कम्पन भएर अथवा थर्किएर उच्चारण हुने, र भन्दाखेरि जिब्रो थर्किन्छ। घोषत्वको आधार, यो आवाजको मात्राको आधार हो। यसमा घोष र अघोष गरी दुई प्रकारमा बाँडिएको छ वर्णहरूलाई। जस्तो कि घोष अन्तर्गत ग, ज, ड, द, ब, घ, झ, ढ, ध, भ। त्यसै गरी ङ, न, म, य, र, ल, व अनि त्यसपछि ह। यी वर्णहरू घोष अन्तर्गत पर्छन्। त्यसै गरी अघोषमा चाहिँ क, च, ट, त, प, ख, छ, ठ, थ, फ अनि स। यी चाहिँ अघोष अन्तर्गत पर्छन्। यसरी घोषत्वको आधारमा घोष र अघोष गरी दुई प्रकारमा वर्णहरूलाई वर्गीकरण गरिएको। प्राणत्वको आधारमा व्यञ्जन वर्णलाई छुट्याउँदाखेरि अल्पप्राण, महाप्राण। यो उच्चारण गर्दा सासको मात्रा धेर वा थोर हुने आधार हो। अब कतिपय वर्णहरू उच्चारण गर्दा जुन सास हाम्रो बाहिर निक्लिन्छ अलिक बढी सासद्वारा उच्चारित हुन्छन् भने कतिपय वर्णहरू कम सासद्वारा उच्चारित हुन्छन्। प्राण भनेको सास हो र थोरै सास बाहिर निक्लेर, सासको मात्रा थोरै बाहिर निक्लेर उच्चारण हुने वर्णहरू ती चाहिँ अल्प प्राण अन्तर्गत पर्दछन् भने धेरै सासद्वारा उच्चारण हुने वर्णहरू महाप्राण अन्तर्गत पर्दछन्। क, च, ट, त, प, ग, ज, ड, द, ब, घ, छ, ठ, थ, थ, फ अनि स। यी चाहिँ अघोष अन्तर्गत पर्छन्। त्यसै गरी अल्पप्राण, महाप्राण, क, च, ट, त, प, ग, ज, ड, द, ब, घ, छ, ठ, थ, थ, फ अनि स।
ङ न म य र ल व यिनीहरू चाहिँ अल्प प्राण अन्तर्गत पर्दछन्। त्यसै गरी महाप्राण अन्तर्गत चाहिँ ख छ ठ थ फ घ झ ढ ध भ त्यसपछि सह यी वर्णहरू चाहिँ महाप्राण अन्तर्गत पर्दछन्। घोषत्व र प्राणत्वका आधारमा वर्णहरूलाई छुट्याउने सजिलो तरिका मैले उल्लेख गरेको छु। क ख ग घ ङ यो सिरियली क ख ग घ ङ 1 2 3 4 5 यिनीहरूलाई माथि नम्बर दिएको छ। त्यसपछि च छ ज झ ट ठ ड ढ त थ द ध न प फ ब भ म यिनीहरूको अङ्क अनुसार आउँछ। यो 1 2 3 4 5 को जुन माथि लेखेको छ त्यो अनुसारै आउँछ। अब बाँकी रह्यो य र ल रह्यो। य र ल लाई 3 को लाइनमा लेख्नुपर्छ तल सिधा य र ल। त्यसपछि स ह दुईटा वर्णहरू बाँकी छन्। सलाई 2 मा र हलाई चाहिँ 1 स्टेप उता 4 नम्बरमा राखिसकेपछि एउटा हाम्रो यो फ्रेम तयार भयो। यो फ्रेम अनुसार हेर्दाखेरि जस्तो कि घोषत्वको आधारले वर्णहरू 2 प्रकारका हुन्छन् भनेर हामीले माथि लेखिसक्यौँ, उल्लेख गरिसक्यौँ। अब यो अनुसार हेर्दाखेरि जस्तो कि सघोष वर्णहरू छन् अथवा घोष वर्णहरू छन्। घोषमा 3 4 5 यिनीहरू घोष वर्णहरू अन्तर्गत परे। 1 र 2 अघोष वर्णहरूभित्र परे। 1 र 2 भन्नुको मतलब 1 मा क च ट त प 2 मा ख छ ठ थ प अनि स यति वर्णहरू चाहिँ यी चाहिँ अघोषमा परे। बाँकी उतापट्टिका जति 3 4 5 वाला छन् ती सबै घोष। यसरी व्यञ्जन वर्णहरूलाई स्थानको आधारले, प्रयत्नको आधारले, घोषत्व र प्राणत्वको आधारले, 4वटा आधारले छुट्याउन सकिन्छ, वर्गीकरण गर्न सकिन्छ। र परीक्षामा हामीलाई प्रश्न आउँदाखेरि मैले यहाँ 2टा प्रश्नहरू राखेको छु नमुनाको लागि। जस्तो कि तलका वर्णलाई स्थान र प्रयत्नको आधारमा छुट्याउनुहोस्। प स ह ल ख यी वर्णहरूलाई छुट्याउनुपर्छ। हामीले जुन माथि हामीले भन्यो स्थानको आधारले छुट्टै प कुनमा पर्छ, प्रयत्नको आधारले कुनमा पर्छ, यसरी चाहिँ छुट्याउनुपर्छ। र तल्लोमा दिएको छ तलका वर्णहरूलाई घोषत्व र प्राणत्वको आधारमा छुट्याउनुहोस्। ख ट र भ ख यी वर्णहरू जुनै पनि वर्ण आउन सक्छन्। जुनसुकै वर्ण आए पनि ती 29वटा वर्णभित्रैबाट पर्छन्। ती वर्णहरूलाई कसरी छुट्याएको छ माथि उल्लेख गरिएको अनुसारले छुट्याउनुपर्छ। परीक्षामा ती 4वटा आधारमध्ये कुनै 2वटा आधारले छुट्याउनुहोस् भनेर सोधिएको हुन्छ। त्यसलाई सोही अनुसारले छुट्याएर देखाउनुपर्छ। यसरी मैले वर्णको बारेमा चर्चा गरेँ। भाषा साहित्य र लेखनका कुरा अन्तर्गतको यो मेरो च्यानलमा म यसै गरी विभिन्न व्याकरणसँग सम्बन्धित शीर्षकहरूको चर्चा गर्नेछु र यहाँहरूमाझ उपस्थित हुनेछु। आजको यो भिडियो सामग्रीबाट मलाई बिदा दिनुहोस्। नमस्कार, धन्यवाद।